पिकनिकको चाहिँ सामानहरू निकाल्यो। यस्तो छ जङ्गलको एरिया हो, सागरनाथ जङ्गल। खसीको भुटान हामी बुवाबाट काट्छौँ। हजुर गाइस कानहरू यो अलिकति सेपरेट राख्नु पऱ्यो है, पिनीहरूलाई सेपरेट राख्नु पऱ्यो है। यो चुस्ताहरू यो हटाउनु, यो राख्नु पर्दैन। घन्टा लाग्छ, 1 घन्टा। चुले भएन, चुलो भएन, त्यही भएर रोक्यो हल्का। आउँदैछ आउँदैछ आउँछ बाटोमा। नानीकाहरू पनि हुन्छ त्यही। फोर्स त्यति भयो भने त झन् गाह्रो हुन्छ त दाइ। फोर्स कम भयो भने त झन् गाह्रो छ त।
अनि त्यो चाहिँ मासु खाने खसीको त खाने पनि छ क्या यहाँ छ नि त 2 किलो चाहिँ पुरा मासु लाग्यो बुढाबुढी केटाकेटी नि खाँदैन प्रायः 2 किलो मगाइदेऊ न 2 किलो त्यसो भए उहीँबाट ल्याउनु भयो यहीँबाट ल्याएर यहीबाट 2 किलो ल्याइदिए रहेछ मगाइदेऊ न कुखुराको मासु यहाँ कति खसीको मासु नखाने छ यो चाहिँ हाम्रो तपाईँले चेक होइन आउँछ हिटले त रातो भइहाल्छ नि खोर्सानी पनि रातो हुन्छ त्यो पनि हुन्छ मजाको भएन त भुटान त खोर्सानी मलाई मजा छैन क्या रातो भाइ 5 फोरन चाहिँ यो हुनु पर्यो खोर्सानी र हरियो खोर्सानी त रातो अरू केही फरक पर्दैन यो डढ्नु र 5 फोरन डढ्नु पाकेन यसो दार्जिलिङ चाहियो दार्जिलिङ हाल्छ दार्जिलिङ हाल्नु अलिकति त्यस्तो हुन्छ क्या सस पनि खाली छ गले 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 के छ यो टालो 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 डाडु 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 फो डाडु चाहिँ मासुको डाडु हो मासुको डाडु हो सलाद उठे त्यही त एउटा जग खोलेर जग हालेर कसले खाने त्यो हजुर अनि ऊ पनि चाहिँ डिउ पनि पार्दैन पापड काफी छ जति खाए पनि हुन्छ बिना चिलो त पाके खानेहरू बस्ने उपसमितिहरू बाहिर बाहिर हेर्ने हो
समितिहरू त्यहाँ बस्ने र व्यवस्था बस्ने उपसमितिहरू बाहिर बसेर हेर्ने गाह्रो छ नि त गएका छन् भोकाइहाल्छन् 3 बजीसम्म त त्यो त हातले मोल्नुपर्छ पानी हाल्दै लपबरी गरेर मजाले हातले मोल्नुपर्छ हुन्छ चलाउनु मजाले मासु चलाउनु त दिदी चलाउनु मासु दिदी अघि बहिनी वाह 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 सक्दिनँ त्यही तातो पानी नहाल्ने क्या मोटो पातलो भयो भन्दै हुनुहुन्छ गाउँले पुलाउ गाइस प्लेटले मिलाइदियो नि हजुर अब पाक्नु त पाकिसकेको छ तपाईँको पाकिसकेको छ नरम योभन्दा कम पानी हो भने मैले सकिनँ योभन्दा कम पानी पानी कम जति नरम हो नि खाँदा टेस्टी हुन्छ क्या हुन्छ हुन्छ साइड हाल्नु न साइड के भनेको एकछिन अझै वेट गर्नुपर्छ क्या त्यो अचारहरू पनि ल्याएर राखिदिन यहीँबाट सबै सामान नखाइकन जाने नखाइकन जाने सबै काउलीको त पाक्यो 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 काउलीको तरकारी पनि दिदी एउटा डाडु राख्नु तपाईँलाई त्यही भन्नु छैन अब पुलाउ तातो छ तातो पुलाउ हुन्छ हुन्छ भयो यति भयो भने ठिक छ
पहिले बस्नु गिलास लिएर आउनु भोज चलिरहेछ यता टक चलिरहेछ होइन